रौसी रौसी नहाल्यो अब छोड्दियो अब भात नि खान्छन् के भात भिडियो गरे यहाँ खुट्टा सुन्ने कस्तो छ खुट्टा छामा नछ गरे तिम्रो त आएन मिठी दिदी पहिलाका वर्षको हो त्यो लौ नानी बाबा मेरो गुडको कति भइसक्यो एउटा विचार गर नाति नातिले अब म अन्त त्यस्तो गर्न आउँछ त्यो भयो के भन्छ यहाँ रुवा किने नि किन रुवा होला तिहार आइसक्यो किन रुन्छ अब यस्तै हो जिन्दगानी यस्तै हो तिर नलिग के गर्छौ त अब उनीहरूको चाहिँ अब उनीहरूले म मारे हाम्रो हस्बेन्ड जचायो भने 20 हुन्छ के म लैजान्छु है बा अब दिलले उपचार गर्न लान्छिन् उपचार गर्न जाने हस्पिटल खर्च 1 रुपैयाँ पर्दैन तिम्रो रौसी खान छोड्देऊ है रौसी खान छोड्देऊ ससुर त रौसी खान छोड्दै 20 भए अनि दिदी ससुर त अहिले कति फ्रेस हुनुहुन्छ अब रौसी खान छोड्दिन है भात खाने के जाउली खाने बिहान बेलुका हट्टापट्टा हुने के है खुट्टा यहाँ कत्रो मा भए यहाँ खुट्टा रोसी जाने आउने भ्याइन म त आइहाले मर्ने बेला नि छोड्छ मैले खाइरहेको कति वर्षदेखिको 3-5 डाँडा खाएर हिँडेर नि मिलाउँछमा बताएर हिँड्ने मान्छे धेरै छोड्छ खान्छ अब रौसी छोड्दै नछोड्ने रौसी छोड्दै नछोड्ने ल ल अब के गर्छु म माउरी खान छ मैले खाएँ तिमी नि खाने हो यति खाऊ न खाइसकेँ म त छोरी जेठी ल्याएर हो ऊ त पाउनु हो र थुप्रो खा भने माउरी खाएँ यो चाहिँ कालो हो नि त यो चाहिँ राम्रो खाले हो असर मलाई खानु हुन्न नि यो बात भयो सजित खाऊ तिमीलाई चिसो लाग्यो भने खाऊ